चिप्लेटीको पुरानो आँप र ठुलो ढुङ्गा। मेरो घर अगाडि ठिङ्ग उभिएको सुपारे आँपको रुख मेरो जीवनको साक्षी बनेको छ। जब म सानो थिएँ यो रुख बलियो थियो, लटरम्म फलहरू लागेका थिए। जब रुखका हाँगाहरू फलको भारले झुकेर भुइँ छुन खोज्थे, तब म आँपका पहेँला दानाहरू टिप्न डालो लिएर दौडिन्थेँ। रुखहरू पनि हामी मानिसहरू जस्तै जीवनका विभिन्न चक्रहरूबाट गुज्रन्छन्। बाल्यावस्था, जवानी, प्रौढता र अन्ततः वृद्धावस्था। हिजो आज यसो हेर्छु त्यही रुखलाई, पहिले अजङ्गको थियो, अब बिस्तारै खुम्चिँदै गएको छ। यसका हाँगाहरू पहिले मजबुत र लचिला थिए, तर अहिले सुक्दै कमजोर हुँदै गएका छन्। कवि सिद्धिचरण श्रेष्ठले ओखलढुङ्गा कवितामा मेरो प्यारो ओखलढुङ्गा भनेर वर्णन गरे जस्तै यो चिप्लेटी र यो सँगैको बुढो आँपको रुखले मेरो हृदयमा त्यस्तै स्थान राखेको छ। म महसुस गर्दछु समयको वेगसँगै हामी दुवै वृद्ध भइरहेछौँ। यो रुखको जीवनयात्रा पनि मानव जीवनको एक सुन्दर प्रतिबिम्ब हो। जवानीमा हामी पनि ऊर्जावान भएर फलदायी जीवन बनाउने प्रयत्नमा हुन्छौँ। हाम्रा सन्तानहरू दूरसम्म फैलिएका हुन्छन् र हामी अरूलाई आफ्ना फलहरू जस्तै हाम्रो ज्ञान, अनुभव र योगदानहरू प्रदान गर्दछौँ। समय बित्दै जाँदा रुख जस्तै हामी पनि बिस्तारै खुम्चिन थाल्छौँ। हाम्रो शक्ति घट्दै जान्छ र हामी अझ शान्त, अझ विचारशील बन्दै जान्छौँ। म कहिलेकाहीँ सोच्ने गर्दछु यो बुढो आँपको रुखले आफ्नो जीवनकालमा कति धेरै बटुवाहरूलाई छाया दियो होला, कति धेरै पथिकहरू यसका मिठा फलहरूले तृप्त भए होलान्। यो रुखले कति वर्षाहरू, कति हिउँदहरू, कति हावाहुरीहरू, कति भूकम्पहरू, कति ऋतुचक्रहरू देख्यो होला। यसको प्रत्येक हाँगा, प्रत्येक बोक्रा अनि पत्रहरूले लामो कथा बोकेका छन्, जीवनको उत्थान पतनको र लचिलोपनको। हामी मानिसको जीवन पनि त्यस्तै छ। हामी पनि आफ्नो जीवनकालमा अरूलाई छाया दिन्छौँ, पोषण गर्छौँ र समयसँगै हाम्रो शरीर थाक्छ, तर हाम्रो आत्मा, हाम्रो सार भने बलियो रहन्छ। जसरी आधी बेहेरीले आँपको हाँगामा निराशा छोड्छन्, त्यसरी नै हाम्रा चुनौती र सङ्घर्षहरूले हाम्रो चरित्रमा गहिरा चिन्हहरू छाड्छन्। चिप्लेटी, जहाँ मैले जीवनको धेरै वसन्तहरू पार गरेँ। यसको नाम नै एक शिक्षा जस्तो लाग्छ। त्यो के हो भने जीवनमा अप्ठ्यारा परिस्थितिहरूमा सन्तुलन राख्न सक्नुपर्छ। जसरी चिप्लो ढुङ्गामाथि हिँड्दा सन्तुलन कायम राख्न सकिन्छ। मेरो घर अगाडिको आँपको रुखले आफ्नो जीवन चक्र पुरा गर्दैछ। म पनि आफ्नो जीवन यात्रामा अघि बढ्दैछु। यो आँपको वृक्षले मलाई सिकाएको महत्त्वपूर्ण पाठ यही हो। हामी सबै जीवनको एउटै महानदीका हिस्सा हौँ र हाम्रो सौन्दर्य, हाम्रो महत्त्व हामी कहाँ छौँ भन्नेमा होइन, हामीले के बाड्यौँ, के दियौँ र कसरी बाँच्यौँ भन्नेमा छ। यो रुख बुढो भएको छ। यसले पहिले जस्तो धेरै फल र ठुलो छहारी अब दिन सक्दैन। जवानीमा फल लाग्दा वरिपरि झुम्मिनेहरू अब धेरै हुँदैनन्, तर पनि यो रुख आफ्नो अस्तित्व बोकेर उभिएको छ। यो ठाउँको पहिचान दिएको छ। प्रकृतिको यो शाश्वत चक्र हो। यसैमा शान्ति खोज्न सक्नुपर्छ। बुढो हुनु, सुक्नु, मृत्युलाई अँगाल्नु यो जीवनको अपरिहार्य हिस्सा हो। जसरी आँपको बिउबाट नयाँ बिरुवा उम्रन्छ, त्यसरी नै हाम्रो विरासत, हाम्रा स्मृतिहरू र हाम्रा कर्महरूमा हामी जीवित रहन्छौँ। तसर्थ जब म यो आँपको रुखलाई हेर्छु, म एउटा बुढो मित्रलाई देख्छु, एउटा गुरुलाई देख्छु। यसले मलाई जीवनको गहन सत्य सिकाएको छ। धैर्य, स्थिरता, लचिलोपना र परिवर्तनलाई स्वीकार गर्ने क्षमता।